ठक्कमा छि जुत्ता रन्डियो त्यो जुत्ता त मा जङ्गल बाख्न आए केटा हो यार झ्या पनि मुला कान्छा पनि मुला तिल्ला पनि मुला यति अनि बाटो पनि हेर्नुपर्छ कि छिराउनुभन्दा अगाडि हावा तलमा ल्याम्प कि ल्याम्प छिराएर हुन्छ त नि केटाहरू मुला मिलाइ छिराउनु सक्नु पऱ्यो नि झर्न त चाहिँ बिस्तारै बिस्तारै नबडार झरे बिस्तारै हालतमा यहाँ आइपुग्यो यार जुत्ता ल फाइनली हेलो गाइज फेरि पनि ब्याक टु माई युट्युब च्यानल एन्ड दिस इज मी घिसिङ ब्लग्स अनि आज चाहिँ हामी केटाहरू कहाँ जान लाग्यो भने चाहिँ होइन टाइटल हेरेर थाहा भइसक्यो होला त्यही पनि भनिदिउँ ढापा ड्याम कि कहाँ भन्ने ठाउँमा जान लाग्यो दुईजना होइन दुईजना छ रोहित र म चाहिँ ढापा ड्याम भन्ने ठाउँमा जान लाग्यो केटा हो अहिले चाहिँ कति 12 बज्यो दिउँसोको हेरौँ त्यहाँ कति बजी पुग्छ अब अरू केटाहरूको चाहिँ काम छ यताउता छ त्यही भएर चाहिँ भ्याउँदैन त्यही भएर अल्छी लागेर चाहिँ दुईजना हिँडेको रोहित चाहिँ पछाडि बसिरहेको छ स्कुटरको पछाडि हेरौँ अब स्कुटर तान्छ कि तान्दैन फेरि अस्ति जस्तो भयो भने चाहिँ गाह्रो पर्छ है केटाहरू त्यो ढाप ड्याम भन्ने ठाउँ चाहिँ कस्तो छ कुन ठाउँ रे ढापा ड्याम रे ए ढाप ड्याम रे केटा ढाप ड्याम ढाप त्यहाँ चाहिँ अहिलेसम्म गएको छैन त्यही भएर आजै जान लाग्यो बाटो कस्तो के छ भनेर चाहिँ थाहा छैन अनि म्याप हेर्दै गइरहेको हामी चाहिँ होइन पानी पनि पर्ला जस्तो भइरहेछ होप पानी चाहिँ नपरोस् वेदरै अहिले यस्तै भइरहेछ होइन मौसम नै खराब छ आजकल अहिले चाहिँ हामी चाहिँ मूलपानी चुकबाट चाहिँ भित्रभित्र हिँड्दै हो सिधै मूलपानीबाट आज स्टार्ट गरेको भ्लग चाहिँ होइन उताबाट के गर्नु भनेर चाहिँ एकैचोटि यहाँबाट गरेको स्टार्ट चाहिँ तान्दैन क्या हो है तान्छ तर अफरोड भयो भने चाहिँ तान्छ होइन पिच भयो भने चाहिँ तान्दैन है खै किन हो धेरै हल्लेर होला होइन ग्याङ फाइट दुईजना भर्सेस एकजना सिङ्गल यतिको चाहिँ हुनु पऱ्यो मान्छे भएपछि केटाहरू माइकको आवाज आइगएन साउन्ड मिलाउने मुजी 1 घन्टा लाग्यो यार त्यहाँनिर चोकमा यार बल्ल आएर चल्दिस हालेको त आएर फेरि सिधै हो ए ल केटा यताबाट चल्दिस खै त छ नि बाटो गाह्रो पर्ला नि अहिले कि पहिला नि आइसक्यो त यो बाटोमा पहिला नि हिँडिसक्यो बाटो वरसम्म कहाँ आइपुग्यो ल केटा हामी चाहिँ थली भन्ने ठाउँमा आइपुग्यो कहाँबाट होइन चल्दिस अब चाहिँ ल यहाँ सिधा गयो भने चाहिँ कहाँ पुग्छ नि यहाँबाट फर्क्यो भने चाहिँ होइन फर्केर गयो भने चाहिँ सिधै क्या जोरपाटी पुग्छ खै ठाउँ कहाँ आइपुग्यो जस्तो भइरहेको छ यार Just so like a stranger, so far away.
हामी चाहिँ यहाँनिर के भन्छ यसलाई चेकपोस्टमा चाहिँ टिकट काट्नुपर्ने रहेछ माथि जानको लागि चाहिँ। अनि दुईजनाको चाहिँ 350 पर्यो भनेपछि 150 ए होइन नि मुला ए छुट्टै ए ल मान्छेको 100 रे स्कुटरको 150 रे त मुला हार्न त महँगो पर्यो त यार यो त मुला के हो ल केटा हो त्यस्तै हो। अब टिकट काटेर चाहिँ आउनुपर्ने रहेछ यहाँबाट भित्र माथि जानको लागि चाहिँ त्यति कुरा चाहिँ थाहा भयो। आर्मी दाइहरूले काट्नुहुन्न रहेछ है फेरि अरू मान्छेहरूले भन्ला आर्मीहरू हुनु रहेछ यहाँनिर जङ्गलमा मङ्गल हो क्या बड़ा हरामी हो बेटा। 13 किलोमिटर यहाँबाट चाहिँ 13 किलोमिटर छ अरे सुन्दरी जलबाट चाहिँ माथि ढापडामसम्म 13 किलोमिटर जति छ अरे। बाटो चाहिँ यहाँसम्म चाहिँ राम्रै छ ढलान छ माथि चाहिँ जस्तो लाग्छ कि मलाई त्यहाँतिर चाहिँ छैन जस्तो लाग्छ। यो कहाँसम्म छ अब अफरोड भयो भने त म चिप्लेर हैरान हुन्छ अहिले स्कुटर। आयो पावर आयो। जङ्गल बाख्न आयो केटा यार। बाघ केटा आउँछ होला नि मुला जङ्गल छ अनि बाघ चाहिँ छैन होला चितुवा यताउता चाहिँ होला। हाम्रो गाउँमा छ चितुवा झन् यहाँ त अनि यत्रो जङ्गलमा त के नहोला त यार के अरे। अनि उता पनि थियो त अस्ति नै टिकटकतिर भाइरल भएको थियो त यो चौबार डाँडातिर के ब्ल्याक प्यान्थर हो क्या त्यो त ल नेपालमा यार ब्ल्याक प्यान्थर नि हुन्न रहेछ यार। म त हुँदैन जस्तो लागिरहेको थियो ब्ल्याक प्यान्थर खै उयो रहेछ भने थाहा थिएन मलाई त ब्ल्याक प्यान्थर पनि रे केटा हो। हामी चाहिँ अहिले चाहिँ डाँडाको बिचोतिर चाहिँ नभनौँ जे होस् अलि माथितिर चाहिँ आइपुगिसक्यो। हाम्रो स्कुटरलाई चाहिँ सास फेर्न गाह्रो भयो जस्तो चाहिँ अक्सिजन नपुगेर हाई अल्टिट्युड के बोले भाइ अब के बोले के जथाभावी बोले के अरे हाई के भन्छ मलाई हाई अल्टिट्युड सिकनेस भयो जस्तो स्कुटीलाई पनि। गाउँ रहेछ त यहाँ माथि पनि यार गाउँसाउँ यताउता सब रहेछ यार। यो मुला के नेसनल पार्क हो क्या हो जस्तो त्यो संरक्षण गर्न राखेको जस्तो छ यो भनेपछि चाहिँ होला चितुवाहरू त यताउता त यस्तो जङ्गल छ। अनि कालिजहरू पनि होला आर्मीको बन्दुक बोकेर यार कालिज मार्न आउनुपर्ने। यही हो क्या सुन्दरी जल मुला त्यो खोलामा जाने खोला धमिलो छ पानी परेर धमिलो भएछ। बाटो निर्माण कार्य हुँदैछ अरे दादाहरूलाई फेरि रोकिँदैन नि भन्नु त भन्यो त्यो केटा त्यहाँ चाहिँ फोटो खिच्दै रहेछ। हावा छैन क्या हो मलाई स्कुटरमा यार। खोलाइ थुनिदिएछ र डोजरले रिसोर्टहरू नि होला है यता त कस्तो कस्तो ठाउँमा त खोल्छ अनि यस्तो ठाउँमा पनि खोलेन नि त नि। नत्र आज फेरि एक्लै चल्दिन लाग्थ्यो सिसिनेरी फेरि यसो हेरेको वेदर होइन त्यो पानी पर्ला त्यो पानी पर्न चाहिँ 2 दिन बजीतिर अझै होस् भनेर यत्तिकै बसिरहेको थियो। अनि फेरि पानी पर्ला भइरहेको थियो क्या अँध्यारो यो बाटोहरू चाहिँ कच्ची भएको हो चाहिँ क्रस फायर लिएर आउँथ्यो क्या तर्सेको यार म त चरा पो रहेछ त। क्रस फायर छ दादाको चाहिँ घरमा 2-3वटा खेलाउना रियल त छैन कुनै दिन लिएर आउँछु। बाटो चाहिँ राम्रो छ है केटा हो अहिलेसम्म चाहिँ। माथि गएर चाहिँ के छ कस्तो छ स्कुटर चाहिँ अलि पावर भएको लिएर आउनु होला हाम्रो जस्तो यो कछुवा स्पिडमा हिँड्ने स्कुटर चाहिँ नलाउने होला।
बाटो चाहिँ राम्रो छ अहिलेसम्म चाहिँ यताबाट अरे केटा दुईवटा बाटो छुट्टिन्छ रिसोर्ट आउनुपर्छ रिसोर्टबाट राइट यस ल कहाँबाट आइपुग्यो ए रोनाल बाबु यार तिमी यता हिँड्दा रहेछ यार त अस्ति बेखाएर बिहोस भइरहेको थियो केटाहरू नाक मुखै देखाउँदैन त केटाहरूले यार त्यहाँबाट त्यस केटाहरूले वाइल्ड रमाइलो गऱ्यो बेमा बे अब दाइको बे यस्तो रमाइलो गर्नु परिहाल्यो होइन यस यो बाटो कहाँबाट हो यताबाट 8 किलोमिटर रे टाप ड्याम 8 किलोमिटर र केटाहरू यहाँबाट चाहिँ अब आइपुग्ला क्या हो केटा यो बाटो चाहिँ ट्रेकिङ आउँदा नि हुन्छ होइन ट्रेकिङ सेकिङ गर्दा नि हुन्छ ट्रेकिङको लागि चाहिँ दामी छ यो ठाउँ हामी चाहिँ हाइकिङ ट्रेकिङ र हाइकिङ त्यही हेर्नु र अब त्यस्तै त हो त त्यस्तै त हो त्यो बनियो नि खै हेर्न के त अब यही त होला नि आउनु त आयो सोधेर पर्दैन हो र ल अर्कै देखायो हुन्छ त यार आन्टी माथि जाने बाटो कहाँबाट हो हजुर अनि यो बाटो चाहिँ हो र अफरोड छ माथि जाने यहाँबाट जाउँ त झ्या पनि मुला कान्छा पनि मुला तिल्ला पनि मुला के हो ओहो ओहो केटा हो खोला त अरे दादा चाहिँ ओए ओए के हो नाच्छ कहाँबाट हो यहाँबाट देखेर हो जो छ नि बाटो चाहिँ बाटो छैन माथि गएर केटा अझै गुगलले हेर्दैछ छन् त छ चल्दैछ न त तान ओए 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 तान भनेर त कहाँ पुग्यो यार ओली त ओए ओए यो मलाई उतै भएर क्या गिलो माटो पऱ्यो केटा त्यही भएर टायरै नाचिरस पछाडि गाह्रो मान्छे समाए चाहिँ बाबु फन नाच्छ टायर त के पछाडिको त यार अफरोड है केटा अफरोडमा अफरोड राइड होला सही हो त यार स्कुटर रे यार उसलाई मान्छे घरतिर आइपुग्यो क्या हो ल यस्तो छ है दादाको चाहिँ हेऱ्यो एकछिन टेस्ट गरौँ यार हेरौँ म्यापमा राम्रोसँग मुला ए त्यो चाहिँ त्यहाँबाट हिँडेर आउँदैछ यार त्यहाँबाट पनि त्यस्तो उकालो देख्दैन होला तर उकालो छ है केटाहरू पानी परेर यो मलाई चिप्लो भएर चाहिँ माटो पनि तान्नु त तान्थ्यो होला पानी नपरे भयो मलाई पछाडि टायर चिप्ले टाङगुडुङ गर्छ त वे टु चिसोपानी जाने बाटो रे यहाँबाट चिसोपानी जाने बाटो रे हाइकिङ हो क्या यहाँबाट एकछिन मोबाइलहरू हेर्छ हामी चाहिँ त्यहाँबाट माथि डाँडासम्म चाहिँ आइपुगिसक्यो अब यहाँबाट नि अझै माथि डाँडा होला अनि हामी त्यो अघि त्यो लड्नु लाग्यो त्यहाँबाट चाहिँ हेर्नुहोस् बाटो त्यो चाहिँ ट्रेकिङ रहेछ ठाउँ चाहिँ दामी छ है त्यो उता काठमाडौँ भ्याली देख्छ यता माथि जङ्गल गाउँहरू तामाङ बस्तीहरू टन्नै रहेछ क्यारे धेरै भन्नाले तामाङ बस्तीहरू छ क्यारे यो ठाउँमा चाहिँ मिक्स होला सायद बाटो चाहिँ यस्तै छ है अब गाउँहरूको बाटो त हो यस्तै त नि अब सोलिङ होइन चिप्लो पानी परेर त्यही हो समातै किन आउँछ चिप्लेला नि मान्छे नि बाटो जस्तो छ मायासाले झारे केटा बाटो चाहिँ म्याच अफरोड सोलिङ ड्याम भनेर लेख्नु चाहिँ ल्याएको छ
ए हो र है बाइकहरू गएको त देखिरहेको छ है यहाँ आउने बेला चाहिँ स्कुटी पनि आउनु चाहिँ आउँछ बरु स्कुटी भन्दा बरु बाइक ल्याउँदा चाहिँ सजिलो होला तिमीहरूलाई यार पानी पर्ने बेला चाहिँ स्कुटर चाहिँ गाह्रै हुन्छ चिप्लिन्छ यस आउँछ स्कुटी पनि आउँछ मजाले आउँछ नआउने होइन चलाउनु चाहिँ पर्यो यहाँबाट आउँदा छ नि निस्किने त यहाँबाट यता केटा बाटो चाहिँ अलिक कन्फ्युज पाराको छ यस गुगल म्याप हेरेर आउँदा नि हुन्छ तर बेला बेलामा चाहिँ गुगल म्यापले पनि झुकाइदिनु रहेछ क्या कहाँ त्यो हाइकिङको रुट देखाइदिनु रहेछ अनि हामी कहाँ स्कुटीमा आएको अनि हाइकिङको रुट देखाएर हुन्छ त नि स्कुटीले के बोकेर लान्छ त्यहाँबाट जङ्गल है केटा जङ्गल आयो जङ्गल बाघहरू सब भागिसक्यो होला मलाई यहाँ अर्को बाघ आएको देखेर फ्रेस हावा हाइकिङ गर्नेहरूलाई पानी पनि रहेछ यहाँ खाने पानी हो खाने पानी ल खाइदिए नि त खाइदिए खाने पानी नै हो यो ल केटा हो जो सुविधा पनि रहेछ है हाइकिङ गर्नेहरूको लागि चाहिँ पानी सानी होइन बाटोमा आउनु छ जुगा आउँदैन खा मजाले खा हस्पिटल नजिकै छ जुगा आयो भने खाना आउँदैन भने पानी ट्याङ्की छ त्यत्रो त्यहाँ माथि हेर्न ल केटा जङ्गल बिचमा यस्तो पनि छ है जो सजिलो बनाइदिएर रहेछ हाइकिङ गर्नेहरूको लागि चाहिँ खुसी लाग्यो हाइकिङ गर्दै आउँदा चाहिँ मजा आउँछ जस्तो यो बरु मुला है ल गाइजहरूको चाहिँ अब गाडमा बस्न लागेको छ भने चाहिँ हाइकिङ आउँदा हुन्छ यो बाटो मुला दामी छ यस हाइकिङ गर्नु चाहिँ दामी ठाउँ होइन जङ्गल सङ्गल नजिकै काठमाडौँ नजिकै एक दिनमा गएर एक दिनमै फर्किने ट्रायल हेरिरहनु भएको छ भने चाहिँ यो बाटो चाहिँ दामी छ ल ट्रेकिङ गर्नेहरूको लागि चाहिँ के हो बाङ्गो पर्छ आमा टायर त फन नाच्छ त केटा हो त्यो रातो माटो रहेछ भिडियोमा बल्ल त कस्तो बिस्तारै चलाएको भन्ला यहाँ चलाएर गाँड फाट्छ तिमीहरू त्यो रातो माटोमा सुने होला नि तिमीहरूले बच्चा बेलामा रातो माटो चिप्लो बाटो भन्थ्यो नि हो त्यही हो मुला रातो माटो चिप्लो बाटो पानी परेपछि चिप्लै हुन्छ यस्तो बाइकहरू चिपाल्दै दिएर गएको रहेछ हारू पनि चिप्लिरहेछ यहाँ पानी पर्दै चाहिँ चिप्लो रहेछ बाटो पछाडि टायर त फन हन्टी गर्न आउनु मन छैन है केटा जङ्गलमा मुला फेरि भिडियो हेरेर आइराख्ला फेरि आर्मीलेमा कनपडा उडाउला नि त्यत्तिकै भने दादाले उडाएर चिप्लो छ केटा हो यहाँबाट छिराउनु पर्यो एक्सट्रिम अफ रोड भन्थ्यो एक्सट्रिमै रहेछ नि बस पर्दैन यति अनि बाटो पनि हेर्नुपर्छ कि छिराउनु भन्दा अगाडि हावा तलमा ल्याम्प छिराएर हुन्छ त नि केटाहरू मुला मिलाइ छिराउनु सक्नु पऱ्यो नि गाह्रो अब चाहिँ कहाँबाट छिराउँ बिचबाट छिराइदिउँ न आम्मा कत्रो खाल्टा यार यादले तिम्रो सतायो होइन तिम्रो बजा बाबु बजा हो गीत बजा बरु भिडियो कस्तो आइरहेको छ थाहा छैन
डाङडुङ खिचाइ छ वहीँदेखि साउन्ड आयो कि आएन त्यो पनि थाहा छैन। रोहित बाबुले चाहिँ गीत बताउँछ अब गीत सुनिदिनु पर्ने हुन्छ हामी चाहिँ कहाँबाट आयो यार के भएछ दुईजनालाई यार बाइक लिएर आउनु सकेन क्या हो यता हेल्प चाहियो भन्नुपर्थ्यो नि झमेल केटा हामीलाई हेल्प चाहियो आयो बाटो चाहिँ खत्तम भन्थ्यो ठिकै त ठिकै हो बाइक चाहिँ मजाले आउँछ स्कुटर चाहिँ गाह्रो पर्छ के हो खोला आइपुग्यो क्या हो खोला रहेछ नि म यस्तो डाँडा पनि खोला कसरी आयो खोला ओहो खोलै त रहेछ त यार यो सुन्दर जल जाने खोला होला यो पक्कै तान्दे केटा अफरोड चाहिँ स्कुटरको लागि चाहिँ पानी परेको बेला चाहिँ एक्सट्रिम छ है यहाँ मलाई ये 25 तोला ए उड्ला ल बिहाइन्ड द सिन त्यो चाहिँ मलाई उदेशमा आउँछ है सर्ट्समा केटा सर्ट भिडियो लाग्यो होइन बाटो चाहिँ ए ठुलो बाटो रातो माटो केटा हो ए भयो चल्दैछ फेरि हाम्रो डेस्टिनेसनतिर बाटो त मलाई माथिसम्म यस्तै हो केटा हो थाहा भएको कुरा हो
टक्क माथि जुत्ता रन्डीमा त्यो जुत्ता त ल्याम्मै गयो ठेलमा केटा हो बाटो लौडाइ रहेछ यार यो लौडा बाटो थाक्यो डट बाइक चलाउने ठाउँमा मलाई स्कुट चलाएपछि हालत के हुन्छ केटा यस्तो हुन्छ गाह्रो जुत्ताहरू मासला लम काट्ने रहेछ स्कुटर त आदि नै नि त्यही पनि हार चाहिँ मानेको छैन है मुला ल केटा हो अहिले एकछिनमा फोटोसोटो खिचेर भेटौँला यार थाक्यो मासला ल केटा हो हामी चाहिँ बिच बाटोमा आइपुग्यौँ बाटो चाहिँ त तेरिका के सोचेको जिन्दगीमा के भयो यार आज यार गीत थियो यार ठ्याक्कै गीत पो याद आयो यार जङ्गलको बिचमा हामी बाटो ठिकै हो पानी परेर चाहिँ अलिक झ्याउ भयो कि केटाहरू मुला पानी परेर चाहिँ चिप्लो भयो त्यही भएर चाहिँ अलिक गाह्रो पऱ्यो कि स्कुटी लगाउनुलाई पनि तान्नु त तान्नु नाच्नु अलि भयो भने अलिक टाइम लाग्ने भन्दा चिप्लेर सुक्खा भएको त म यो हराङ तानेर कहाँ पुग्थ्यो अहिलेसम्म त यार अनि त्यो यहाँबाट चाहिँ अघि न हामीले सोधेको थियो हाइकिङ गर्नेहरू फर्केर आएर चाहिँ कति आधी घन्टा लाग्छ र यहाँबाट चाहिँ अझै स्कुटीमा अब आधी घन्टा 1 घन्टा लाग्छ क्या यार यस्तो पाराले त थाक्यो जुत्ताको हालत चाहिँ यस्तो छ अहिले मुला जुत्ता होइन पछाडि प्यान्ट स्यान्ट जुत्ता यस्तो हुन्छ केटा हो त्यही भएर सेफ्टी फर्स्ट भन्छ नि हेलमेट चाहिँ चाहिन्छ जुत्तालाई पनि एउटा प्लास्टिकको लगाएर आउनु पर्ने प्लास्टिकै तेरो त मुला के पनि भएको छैन रहेछ बरु छिर्नु त छिरेको थियो कठाउमा छिरायो मुला जुत्ता पनि छिरेको छिरे अनि केटा झन् अघि नै भर्खर यार भाइहरूलाई साइन बाइकमा मुला 3 जना आइरहेको रहेछ यार त्यही कसरी आयो स्कुटर गर्दै थियो यार केटाहरूले यसरी चिप्लिँदै आयो यसरी चिप्लिँदै आयो यसरी खुट्टाल ढकाल यसरी आयो के गर्ने केटा हो कसरी आयो भने यसरी आयो शीर्ष त्यहाँबाट रोक झर्न त चाहिँ बिस्तारै नबडार धेरै बिस्तार ल केटा हो हामी चाहिँ फाइनली यहाँ मासतिर आइपुग्न सफल भइसक्यो होइन त्यो तल चाहिँ पसल छ अब लाग्छ कि अब चाहिँ आइपुग्यो जस्तो लाग्छ मलाई हेर्नु न बाटोहरू पनि जस बालुवा टाइपको भेट्यो जस अलि डाँडा पनि पुग्यो जस्तो लाग्यो मलाई चाहिँ होइन बाबु हो यार बल्ल यस्तो हालतमा यार जुत्ताको हालत हेर स्कुटीको हालत चिप्ले बाटो मलाई खत्तम पानी पर्नु मेरो लागि चाहिँ कडा हो मलाई ट्रेकिङ आएछ हिँड्दै काँडलाई दुःख दिए मुला होइन स्कुटीलाई दुःख नदिए मुजी बरु काँडलाई दुःख दिएन बरु मुजी धेरै खाएर बसेर यति मोटा होला हाइकिङ गर अलिअलि हिँड मासला शरीरको लागि फाइदा हुन्छ हामी जसरी मुला यस्तो स्कुटीमा चाहिँ नआइज मुला पिछोको पारामा अब आउनै छ भने आइज के पनि भन्दैन आइज केटा आइज मुला ढाब्यामा आइज मुला म केही पनि भन्दिनँ नथिङ आइज मुला घुम्ने ठाउँ राम्रो छ आइज त्यसमा हाइकिङ गरेर पनि राम्रो छ होइन जङ्गलको माथि यहाँबाट चाहिँ कति टाइम लाग्छ माथि यहाँबाट नजिकै हो ल केटा हो फाइनली हामी चाहिँ गाँड गुलत चाहिँ फाइनली
फाइनली आइपुग्यो गाह्रो यस्तो हालतमा यहाँ आइपुग्यो यार जुत्ता त्यही ल फाइनली कस्तो छ यहाँ ठाउँ चाहिँ 360 भ्यू सही हो ल एकछिन अब त्यहाँ आएर भेटौँला केटा हो सही हो ल केटा हो फाइनली हामी चाहिँ आइपुगिसक्यो बिजोग भइ आइपुग्यो यहाँनिर यार चिसो रहेछ तर यो ठाउँ चाहिँ त्यहाँनिर रिसोर्ट हो कि रिसोर्टै होला त्यहाँ त्यहाँ जाने केटा आइपुग्यो दुईजना चाहिँ गाँड गुलाब पारामा फाइनली टाप ड्याम रे टिकटकतिर देखाएको थियो भिडियोतिर देखाएको थियो ओहो पिस छ त पुरै ल केटा अब सिनेमेटिक सर्ट्स हेऱ्यौँ है त सिनेमेटिक सर्ट्स केटा हो अहिले चाहिँ हामी चाहिँ यहाँ रेस्ट पारामा छौँ आउने बेला गाँड गुलत भयो अहिले चाहिँ पुरै रेस्टमा फोटोसोटो पनि खिच्यो भिडियो सिडियो पनि खिच्यो होइन युट्युब सर्ट्सहरूमा आउँछ आनन्दले बस्नु मन छ यार एकछिन निदायो भने अनि भन्दै नि त बाटो कस्तो रहेछ यहाँको बाटो त खतरा चिप्लो है तल चाहिँ चिप्लो रहेछ जस बिचमा चाहिँ चिप्लो रहेछ यत्रो खाल्डो अनि मेन त यो पानी परेर हो क्या म लास्ट चिप्लो भएको बाटो चाहिँ के अरे ट्रेकिङ हाइकिङ यताउता अनि बाइकमै जोस भेहिकल्सहरूमा चाहिँ आउनु मन छ भने चाहिँ ठिक छ ठाउँ घुम्नुलाई नजिकै हो हामीलाई चाहिँ मलाई कति घन्टा लाग्यो 2 घन्टा लाग्यो यार त्यहाँबाट आउन किनकि स्कुटीमा टायर पनि चिप्लिरहेको थियो त्यही भएर चाहिँ टाइम लाग्यो अनि खानेकुराहरू चाहिँ बोकेर आउँदा हुन्छ केटा यहाँ तल जो त्यो के अरे छाप्रो जस्तोमा चाहिँ उतेर छ कि त्यो पसल सानो पसल जस्तो रहेछ त्यहाँबाट चाहिँ खानेकुरा घरबाट ल्याएको छैन भने चाहिँ त्यहाँबाट चाहिँ ल्याउँदा चाहिँ ठिक होला केटा हो माथि चाहिँ छैन है यहाँ ड्याम साइडतिर चाहिँ पसलहरू यताउता चाहिँ देखेन अब छ होला कि के त्यो थाहा भएन हामीलाई अब हामीले यहाँबाट हेर्दा चाहिँ देखेन अब त्यहाँ उता परको खै त्यो के हो त्यो रिसोर्ट हो कि के हो रिसोर्ट त होइन होला पक्कै हो कि खै थाहा चाहिँ भएन जो खानेकुराहरू चाहिँ त्यही बिचबाट ल्याउँदा हुन्छ केटा हो हामीले त मलाई केही पनि ल्याएन होइन पसल छ भनेर आएको त मलाई पसल छैन यार गाह्रो पऱ्यो त मलाई बस्ती नै छैन भने यहाँनिर जङ्गलै जङ्गल मात्रै हो अनि त्यहाँनिर त्यो घर हो कि रिसोर्ट हो के छ त्यो ड्यामको आर्मीहरू बस्ने हो कि त्यो ठाउँ चाहिँ खानेकुराहरू चाहिँ त्यही बिचमा त्यो भेट्छ होइन छाप्रो जस्तो ठाउँमा जस माथि नै आएर हो माथि नै आएर जस भेट्छ त्यहाँनिर त्यो एउटा मात्र छ त्यहाँबाट चाहिँ चाउचाउ बिस्कुट पानी रेडबुल खै के पाउँछ किनेर ल्याउँदा हुन्छ केटा हो हामीले चाहिँ ल्याएन मलाई त त्यही छ कि भनेर आएको त छैन रहेछ त यार गाह्रो पऱ्यो झन् त्यो भाइहरू मलाई 3 जना आइरहेको थियो ट्रिपल लोड त्यो एउटा बाइकमा त्यो साइनमा कसरी ल्यायो स्कुटर भन्दै थियो भाइहरूले यार गाह्रो बगु बाइक होला पक्कैमा सही हो तर आँटेर ल्याएर छ है फुचीहरूले पनि चिप्लो भएर चाहिँ अलिक गाह्रो पऱ्यो राइडरहरूलाई यस्तो गाह्रो पऱ्यो भनेपछि त नि त्यही हो केटा अब एकछिन बस्छु त्यसपछि तल गएर मलाई चाउचाउ पानी सानी खानु पर्ला टक्कै 4 बजी निस्क्यौँ है यस्तै हो जस अरू केटाहरू चाहिँ आएन भतुवाहरू चाहिँ मलाई बेदेखि नै गायब भयो मलाई बे लाग्यो यस्तो धेरै अनप्लान्ट होइन त
हावा तालमा कहाँ म सिस्नेर जान लाग्यो त केटाहरूमा सिस्नेर जान लाग्थ्यो अनि यो पानी यसो वेदर मैले फोरकास्ट हेरेर त मलाई पानी पर्ने रहेछ क्या अनि खाना खाएको त मैले झन् अँध्यारो हुन्छ पानी पर्ला जस्तो त प्लान क्यान्सल भने सुबुलाएर बसेर यसले फोन गरेको अनि जम्म त यता हारे ल चल्लिस भनेर चल्दिएको आइपुग्यो गाँड गलत गरेर 1 hour later केटा फाइनली हामी चाहिँ यहाँ आइपुगिसक्यो यो पसल एउटा मात्रै माथि चाहिँ छैन बिहान बाटो चाहिँ यो हो क्या मान्छे हिँड्ने बाटो त यहाँबाट आउनुपर्ने त्यहाँबाट आएछ अब चाहिँ त्यही हचिया चौचौ खाइरहेको छ नि अहिले चाहिँ घाम पनि लाग्यो पानी त पर्यो अब अहिले परेन दिनभरि परेन भरे रातभरि हिजो रातभरि थियो हिजो र आज दिउँसो अलिक कम भयो दिउँसो परेन बसहरू चाहिँ चल्दैन क्या यहाँनिर यो गाउँमा बस गाउँमा छ अब यताबाट होइन गाउँमा छ ए रुट अर्कै रोड अर्कै उता सागु दर्शिम पहाडको ए दर्शिम पहाड आउँदाखेरि मेलाउन जान्छ यता नगर जिल्ला नि जान्छ हजुर चिया बिस्कुट चाउँछु होइन मिठो हुनुपर्छ भोला बेलामा कस्तो भइरहेछ त नि राइट खतरा ल केटा कति भयो बा हाम्रो दुईटा एउटा बिस्कुट ल केटा अब चाहिँ सिधै बाटोमा गएर भेटौँला सही हो Meanwhile भन न मात्र म गरिदिउँला तिम्रै हुँ म त म तिम्रै राइडर के अनिल तामाङ यस यस्तो मुजी त बाटो त म साइकल कुदाएर हिँड्ने बाटो यार डर कुदाउन सक्दिनँ म यस्तो चाहिँ भोइस अफ नेपालमा जानुपर्ने हो म अब अरूहरूलाई चान्स दिउँ भनेर चाहिँ म चाहिँ नगएको है केटा के हो गीतै नगए पनि फसै हुने अनुहार हेरेर फसै पारिदिन्छ नि जजहरूले पनि भोटको त के कुरा गर्नु केटाहरूले मलाई ल्याम्पील्यामा हालिहाल्छ भोट भनेर ल सुरु है त ल जज घुम्छै घुम्ने नि त भोइस अफ नेपालमा आउँदै हुनुहुन्छ अनिल तामाङ यादुले तिम्रो सतायो होइन तिम्रो बोलीले पो कि क्या हो मायालु मोहनी केले लगायो कान्छी तिम्रो तामाङ गीत गाइदिन्छु केटा तामाङ गीत ल केटाहरूको लागि भनेर तामाङ गीत है नामसाला आस्याङला वाला वाला ग्राम्बाई गारजेबा तर लाला शौरम्बा ओए आस्याङ होय आङी हेला जामे पिनु बाकी हा पिनु बा ए आस्याङ होय आङी हेला जामे पिनु बाकी हा पिनु बा यतिको चाहिँ हुनु पर्यो है मुला जाच्याङ बा मायाला थारी थारी गाछार बा आस्याङला जामे च्यान्यु बिसी धिम्ला पासे गाँदा पाङबा अनि मलाई यतिको तामाङ भाषा आयो बिस्तारै मलाई दिँदैन नि छोरी खुसी खुसी भएर क्या छोरी दिने त फेरि सक्दैन नि फेरि तामाङ भयो तामाङ चाहिँ बोलिराख्नु पर्ने हो खै जस तामाङ बोल्नु चाहिँ छोड्नु हुँदैन केटा हो आफ्नो पहिचान भने आफ्नो पहिचान हो है अब हामी नेपाली बोल्छ भोलि पर्सि हाम्रो पनि छोराछोरी हुन्छ होइन अब छोराछोरीहरूले पनि नेपाली बोल्ला होइन त्यसरी उसको छोराछोरीहरूलाई नेपाली तामाङ भाषै मुला सब बिर्स्यो भने त होइन तामाङ भएको मुला के गर्छ मुला त्यही भएर चाहिँ तामाङ कुरा बोल केटा हो 2 hours later आइपुगिसक्यो फाइनली हामीलाई चाहिँ एक टाइम लाग्यो माथिबाट झर्नु चाहिँ अहिले चाहिँ साह्रै त्यही मजाले झऱ्यो होइन हामी जाने बेला चाहिँ लास्ट अफेयर थियो कि हामी त्यो हाइकिङ गर्ने बाटोबाट गएर चाहिँ स्कुटर मुला अनि तमबाट चिप्लो न चिप्लो जङ्गलको बिचमा मुला अनि गाह्रो त भइहाल्छ नि त्यही पनि लिएर गयो दादाहरूले चाहिँ माथि फेरि खास चाहिँ अर्को बाटो रहेछ क्या बाइकहरूको गाडीहरूको लागि चाहिँ हाम्रो चाहिँ बोर्डमा देखेन सिधै गइदिएको मुला त्यही पनि पुग्यो हो रहेछ मेलम्ची वाटर ट्रिटमेन्ट हो यहीँ त रहेछ त हो रहेछ त्यही हो केटा फाइनली आइपुग्यो हामी 1.5 घन्टा चाहिँ झर्ने बेला चाहिँ टाइम लाग्यो 1.5 घन्टा झरेर त्यही हो चाहिँ एकैछिनमा अब मुलपानी गएर भेट्नुपर्ने खिचेको मलको चार्ज पनि छैन त्यही हो सही हो ल केटा हो फाइनली हामी चाहिँ मुलपानी क्याफेमा आइसक्यो बर्गर हाउसको रहेछ यहाँ अब खाजा खाने रहेछ चाहिँ म चाहिँ कफी खानु पर्ला तानेर चाहिँ म चाहिँ रुमतिर यसको चाहिँ उताबाट भित्र रुम होइन त बाबु अनि यहीँबाट बिदा हुनु पर्ला यार अब कसैको तान्ने कफी सफी खाऊँ त्यसपछि त्यही हो अनि आजको लागि यति नै भ्लग धेरै लामो भयो जस्तो थाक्यो यार गाँड दुखिरहेको छ अरूभन्दा नि गाह्रो सही हो